2082 सकेको छ र नयाँ वर्ष 2083 सुरु भइसकेको छ। त्यसैले सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरूलाई नयाँ 2083 को हार्दिक मङ्गल शुभकामना भन्न चाहन्छु र नेपाल क्रिकेटको पनि अझ यसरी नै ग्रोथ होस् र अगाडि बढ्दै जाओस् भन्न चाहन्छु। त्योभन्दा अगाडि हामीले 2082 मा भएका नेपाल क्रिकेटमा के कस्तोहरू भयो, के नयाँ कुराहरू भयो र कस्तो रह्यो नेपालको ग्राफ माथि गयो, तल गयो, खुसी दियो, स्याड दियो, यो विषयमा चाहिँ कुरा गर्न गएको छ। आउनुहोस् सबै साथीहरूलाई चाहिँ लाइक, सब्सक्राइब र सपोर्ट गरेर चाहिँ सपोर्ट गर्नुहोस् साथीहरू, सुरु गरौँ। सबैभन्दा पहिला 2082 को 2-3 वटा हाई पोइन्टहरू जुन मैले देखेको छु, एउटा भइहाल्यो जुन चाहिँ हामीले एनपिएल सिजन 2 थियो, त्यो पनि एउटा म भन्छु वान अफ द हाइट थियो। किनभने जुन किसिमको डे नाइट गेम टियु ग्राउन्डमा स्टेडियम बनाएर डे नाइटमा फ्लड्स लाइटमा एनपिएल जुन किसिमले हाइप गरेर एनपिएल भएको थियो, यो असम भएको थियो, निकै नै खतरा, निकै नै हाइप बढेको थियो। जुन किसिमको खेलाडीहरू आएको थियो, जुन किसिमको डे नाइट गेमहरू भएको थियो होइन, फ्लड्स लाइटमा जुन किसिमको डिजेहरू, ऊ एउटा एउटा नेपालीहरू सबै चाहिँ जो क्रिकेट लभर थिए, जो गेम लभर थिए, एउटा एउटा सबै खेलाडीहरू गएर चाहिँ त्यहाँ जान चाहन्थे, त्यहाँ चाहिँ पुग्न चाहन्थे। यस्तो किसिमको हाइप र त्यसमाथि सुनमा सुगन्ध भने जस्तै एउटा अनएक्सपेक्टेड टिम लुम्बिनी लायन्सले जुन किसिमले जित्यो, एनपिएलको हाइट निकै 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 नै माथि बढ्यो साथीहरू। त्यो किसिमले चाहिँ निकै निकै माथि बढ्यो। यो एउटा निकै नै राम्रो सकारात्मक म भन्छु 82 मा भएको एउटा वान अफ द राम्रो कुरा मध्ये म त्यसलाई पनि हेर्छु। अर्को जुन किसिमले हामीले वर्ल्ड कप क्वालिफायरको गेम जुन ओमनमा खेल्ने थियो, एउटा गेम पनि नहारिकन खेलेको, त्यहाँ हामीले जितेको थियौँ। त्यो पनि हाई भन्छु। हुन त गेमहरू निकै नै नेल बाइटिङ थियो होइन, हामीलाई चाहिँ मुटु ढुक 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 भइरहेको थियो, नेपालले जित्छ कि हार्छ कि, लास्ट बलसम्म कतिवटा गेम गयो, तर फाइनली हामी एउटा पनि नहारिकन हामी T20 वर्ल्ड कपमा चाहिँ क्वालिफाई भएको थियो। त्यसमा चाहिँ T20 को धुरन्धरहरू युएई जस्तो, ओमनहरू जस्तो कन्ट्री हुँदाहुँदै, कतारहरू हुँदाहुँदै चाहिँ नेपालले सबैलाई आउटक्लास गरेर चाहिँ नेपालले त्यहाँ जितेको थियो। यो पनि एउटा म राम्रो टर्निङ पोइन्टको रूपमा लिन्छु। अर्को, हामी वर्ल्ड कपमा क्वालिफाई भइसकेपछि इङ्ल्यान्डसँग जुन हामीले गेम खेल्यौँ होइन, लगभग जितेर चाहिँ इतिहास रचना जस्तो नजिक पुगिसकेको थियौँ होइन, तर चाहिँ त्यहाँबाट हारेपछि फेरि हामीले चाहिँ इटालीसँग हारेर पुरै लो पनि देख्यौँ साथीहरू। त्यसैले 2082 खालि खुसीको वर्ष मात्र होइन, म हेर्दाखेरि खुसी, स्याड, दुःख, रिस, एज अ नेपाली क्रिकेट फ्यान होइन, हार्ट अट्याकदेखि लिएर सबै कुरा भएको थियो होइन। जुन किसिमको वर्ल्ड कपमा पहिलो गेममा इङ्ल्यान्डमा यस्तो दामी तरिकाले खेल्यो होइन, इङ्ल्यान्डसँग चाहिँ लगभग जित्यो कि हिस्ट्री क्रिएट भयो कि भन्ने त्यस्तोसम्म भएको पछि चाहिँ जुन किसिमले चाहिँ 2टा गेम त्योपछि लगातार जुन हामी हार्यो वेस्ट इन्डिज र इटालीसँग, सबै नेपाली क्रिकेट फ्यानहरू हार्ट ब्रेक भएर सबै चाहिँ निराश भएको थियो। तर फाइनली चाहिँ एउटा गेम स्कटल्यान्ड जितेर पनि वर्ल्ड कपमा चाहिँ आफ्नो जित्ने रेकर्ड चाहिँ कम्तीमा एउटा जित निकालेर चाहिँ फर्केको थियो। त्यो पनि एउटा निकै नै हाई, निकै नै राम्रो भन्छु। र अर्को, तपाईँ हामी बिर्सन सक्छौँ T20 के भन्छ वेस्ट इन्डिज T20 च्याम्पियन, 2 टाइम च्याम्पियन वेस्ट इन्डिजसँग हाम्रो ऐतिहासिक सिरिज जुन चाहिँ हामीले शारजामा खेलेको थियौँ र चाहिँ 2-1 ले हामी जितेको थियौँ। ओ माई गड, आई कान्ट इभन फर्गेट द्याट। 2-1 ले हामीले जितेको थियो त्यो सिरिज, जुन चाहिँ हामीले हेऱ्यौँ आमामा शारजाको ग्राउन्डमा नाइटमा कति हाई बढ्यो। त्यो वेस्ट इन्डिजसँग धोबी हामीले हरायौँ। हुन कतिले भन्न सक्ला टिम यो थियो त्यो, तर हामी एउटा रेकर्डमा लेखिँदाखेरि के लेखिन्छ साथीहरू, हामीले वेस्ट इन्डिजलाई हरायौँ होइन। त्यसरी यसरी चाहिँ डोमेस्टिकहरूमा पनि हेर्दाखेरि रेड बल क्रिकेट जय ट्रफी आयो होइन, डोमेस्टिकमा नयाँ नयाँ खेलाडीहरू राइज गर्दै गए, डोमेस्टिक चाहिँ इन्लार्ज गर्दै गए होइन, क्वालिफायरहरू चाहिँ के भन्छ डोमेस्टिकहरू पनि चाहिँ विस्तारित हुँदै गए। कुनै चाहिँ जनकपुरमा खेलाउने, कुनै चाहिँ लुम्बिनीमा खेलाउने, यसरी चाहिँ ठाउँ ठाउँमा हुँदै गए होइन। सबै ठाउँ जिल्लाहरूबाट चाहिँ खेलाडीहरू चाहिँ आउँदै गए होइन। यो सबै कुरा हेर्दाखेरि त्यो पछि हामीले जुन किसिमले ओमन र उहरूसँग युएसए ओमनहरूसँग जुन किसिमले सिरिज खेल्यौँ, एज अ होलमा यो सबै हेर्दाखेरि चाहिँ मलाई लाग्छ 2082 नट अ ब्याड। वान डेमा यस नो डाउट वान डे हामीले त्यति राम्रो गर्न सकेनौँ, तर T20मा नेपालले चाहिँ 2082मा निकै नै राम्रो गर्यो। अब आशा गरौँ 2083 नेपाल क्रिकेटको लागि एउटा चाहिँ पाथ ब्रेकिङ चाहिँ इयर होस्, जहाँ चाहिँ हाम्रो हाई, किनभने 2083 निकै नै इम्पोर्टेन्ट छ। हामीले चाहिँ वान डेको लागि चाहिँ वान डे चाहिँ क्वालिफाई गर्नुपर्ने छ, के भन्छ, र वान डेको चाहिँ वर्ल्ड कपको लागि क्वालिफाई गर्ने चाहिँ दुइटै निकै नै होइन। ओडिआई स्ट्याटस पनि हामीले बचाउनु पर्ने छ र ओडिआई वर्ल्ड कप
कपको लागि चाहिँ पनि क्वालिफाई गर्नुपर्ने छ र त्यस्तो थुप्रै टुर्नामेन्ट जस्तै जय ट्रफी पनि चाहिँ पहिला 4 वडाबाट 6 वटा गेम गरिएको छ। योपालि अब गेमै गेम छ, ओन्डिआईहरूको गेम, थुप्रै टेस्ट नेसनहरूसँग खेल्ने कुराहरूदेखि लिएर थुप्रै त्यस्तोहरू छ। त्यसैले म विश्वास गर्छु 2083 चाहिँ नेपालको पाथ ब्रेकिङ इयर होस् भन्दै समस्त तपाईँ लगायत समस्त नेपाली क्रिकेट फ्यानहरूलाई वान्स अगेन 2083 को हार्दिक मङ्गलमय शुभकामना भन्दै प्लिज लाइक सब्सक्राइब गरेर सपोर्ट गर्दै सबैलाई बाई बाई गुड नाइट सी यू भन्न चाहन्छु।